साथीहरु नमस्कार। यो चाहिँ हुम्ला जिल्ला है, यो चाहिँ हुम्ला जिल्ला, बारीको पनि हुम्ला जिल्ला, त्यो पनि हुम्ला जिल्ला, तर त्यो चाहिँ मुगु जिल्ला। यो चाहिँ सुदूरपश्चिम है, सुदूरपश्चिमको त्यो के भन्छ त्यो बाजुरा जिल्ला रे, बाजुरा जिल्ला है, बाजुरा जिल्ला त्यो चाहिँ। अनि यहाँ चाहिँ अहिले तत्काल सीमा विवाद चर्किएको कारणले चाहिँ अहिले यहाँ एकदम गाह्रो भइरहेछ हैन, एकदम गाह्रो छ के। अनि सीमा विवाद चर्किएको कारणले एकदम गाह्रो छ। बाजुराले चाहिँ गाडी साडी केही आउन दिए छैन हैन। हामी चाहिँ यस्तो उकालो बाटोमा हिँडिरहेछौँ हैन। यो त केही उकालो छैन, तलतिर थियो उकालो, तलबाट आउँदाखेरि उकालो थियो, उकालो केही छैन। तर अहिले यहाँनिर चाहिँ तर सीमा विवाद चर्किएको कारणले एकदम गाह्रो भइरहेछ के। गाडी साडी केही चल्दैन है, हामी चाहिँ हिँडिराख्नुपर्छ। अनि हिँडे पनि ठिकै थियो, तर रानीसैनमा हुम्लाकोले चाहिँ कुटेछन् क्या, कुटे कि अब के गरे यिनीहरूले भनिरहेको थिए, भिडियोमा पनि देखेको थियौँ। तर त्यो किन कुटे, के गरे, समस्याको समाधान छैन। तर पनि कस्तो अब नराम्रो व्यवहार देखाइरहेछन् हैन। हुम्लाको लागि चाहिँ अहिले चाहिँ लास्टै नराम्रो व्यवहार देखाइरहेछन्। के भन्छन्, हुम्लाइतिरको बस्तीलाई पनि हामी उठाएर फालिदिन्छौँ भन्छन्, पुलवारीको बस्तीलाई पनि त्यस्तो भन्ने भइरहेछ अहिले। अनि अब पछिसम्म के हुन्छ, 1 महिना 2 महिना रोक्छौँ भनिरहेछन्, रोक्यो नि बाल भएन हामीलाई। हामी चाउचाउ बिस्कुटमा निर्भर मान्छे होइन है। खाना पनि आफ्नै ठाउँतिर आफ्नै खेतीपाती गरेर खाने मान्छेलाई फरक त पर्दैन थियो। तर अति गर्नु, अत्याचार नगर्नु भन्ने जस्तै अहिले अति नै गरेको देखिन्छ क्या, अति नै गरिरहेछन्। अनि बाजुरामा भएको मान्छेको पसल, अनि बाजुरामा हुम्लाको मान्छेको बाजुरामा पसल भएपछि त्यो पसल चाहिँ बन्द छन् अहिले है। पसलहरू पनि खोल्न देखाएनन् हुम्लाको मान्छेलाई। हान्ने त 4-5 जना हुन्, पुरै जिल्ला नै मिच्यो भनेपछि एकजनाले झगडा गर्यो, सबै पर्यो। बाजुरामा भएको मान्छेलाई पनि व्यापार गर्न नदिने रे, त्यस्तै के भनिरहेछन्। रानीसैन पुग्या 1 घन्टा, रानीसैन नपुग्दै रानीसैनको तलै नै कुटेर लखेटिहालेछन् भन्ने सुनेको थिएँ मैले। फेरि नारा त अहिले रेप भयो, बलात्कार भयो भनिरहेछन् रे। बलात्कार चाहिँ हुम्लीले गरे कि बाजुराको मान्छेले गरे कि केही थाहा छैन है साथीहरू अहिले। किनभने अनि त्यो 1 घन्टामा कति छिटो रेप बलात्कार सबै भएछ, त्यो हानाहान भएछ। 1 घन्टामा तिनीहरू बिचारा लखेड्नतिर लाग्यो होलान् कि बलात्कारतिर लाग्यो होलान् कि हाउरे कुरा गरिरहेछन् है। रिसको तालमा त आइमाईलाई, एउटा आइमाईलाई चाहिँ हाने भन्दै थिए, सुनेको थिएँ। अनि बलात्कार गरे भन्न चाहिँ गलत हुन्छ। यिनीहरूले पनि यहीँ नजिकैको सिमाना वरपर माइकी साइकी बोलेर जे पाए बोलेर हैरान पारिरहेछन् त्यहाँ सिमाना नजिकको मान्छेलाई। अनि त्यस्तो छ, त्यो के हो कस्तो हो, समस्याको समाधान त गर्नु पर्यो है, गर्नु पर्यो।